यसलाई चाहिँ हामी चाहिँ चाखाङ भन्छौँ राई कुराबाट चाहिँ। अब अरू तपाईँहरूको भाषाबाट के भन्छ कमेन्टमा लेख्नु होला है साथीहरू। थाल्यौँ है हामी चाहिँ। अब सुपर, थ्याङ्क यू बुढी यो मामको लागि, यो खानाको लागि। धेरै दिन बादमा खानु पाइयो फेरि आज। यो चाहिँ मेरो ससुरालीलाई पनि थ्याङ्क यू भन्नुपर्छ, किनभने पिठो चाहिँ मैले ससुरालीबाट लिएको हो नि त। आफ्नोमा कोद लग्दैन आजकल, हामीले छोडिहाल्यौँ। ल साथीहरू कमेन्टमा लेख्नु होला तपाईँहरूको भाषामा के भन्छ यो ढिँडोलाई। हामी चाहिँ चाखाङ भन्छौँ राई कुराबाट, बान्तावा भाषाबाट। खाने तिमी पनि खाइहेर न भनिदिइहाल्नु। ल ल कहाँ गयो? बच्चाले पनि थाहा भएन के थियो। यस्तो यस्तो किन यस्तो गरेको? कस्तो भएछ? कस्तो भएछ? दामी भएछ। बाबु कस्तो लाग्यो मैले पकाएको? सरम पनि छैन मैले बनाएको। उसले त तपाईँको यसमा योगदान कति छ यो चाखाङ र सब्जी पाक्नुमा, चिजी पाक्नुमा भनिदिउँ। त्यो इन्भाइरोमेन्टमा नेताहरू गएर पानी यसो छुइरहेको हुन्छ नि, त्यति नै छ तपाईँको योगदान। उनीहरूको त्यो दिन जति योगदान हुन्छ नि त्यो बिरुवा रोप्ने। दाबीले तासेको चाहिँ के हो? दाबिलोले त छुएन त यो। मेरो दाबिलो हराइदिएर स्याक भयो। मार्गी लाग्दा स्याक नभए कति बेला हुनु त? घिनलाग्दो हुन्छ नि माम खाँदा भने माम खाएँ। म त्यति खान नसक्ने रहेछु, बित्थामा लगाएछु। यो डाइलग त अघि पनि सुन्दै ए खाँदिनँ म, खाँदिनँ तपाईँलाई दिइहाल्छु म भयो। फेरि टाउकोमा लगाएर खानु हुँदैन, म खाँदिनँ नि त। अन्त दुईहरू बजाएपछि त कहाँ खानुहुन्छ त? यो हड्डी चाहिँ म राखिराख्छु, अफ क्यामेरा चुस्नु पर्यो। क्यामेरामै चुस्छ न, के हुन्छ त? म खाँदिनँ यत्रो। मैले थोरै खाइसकिनँ। बिरो खाने मेरो बिरोसिरो हरायो त, कहाँ गयो? खाने दिउँ बेसी हुन्छ। आज मलाई पकाएर अमन भएछ। त्यो हुन्छ नि क्या, म कोही बेला बिहातिर खानाहरू बनाउनु जान्छु नि, दामी दामी आइटम बनाउनु पऱ्यो होइन। त्यो धुवाँले क्या त्यसको के भन्छ बास्नाले त्यसको स्मेलिङ पावर ज्यादा भएर क्या खाँदाखेरि मिठो हुँदैन। त्यस्तै भएको तिमीलाई दुई थालहरू खाएपछि त्यस्तै हुन्छ मलाई। रब रोले भन्थ्यो हेकुलाको सुप भन्थ्यो। के हेकुला भनेको? मलाई छातीको मासु त मन पर्दैन ब्रोइलरको त। यो बस्तीको कुखुराको त मिठै हुन्छ नि त। हुँदैन त्यस्तो स्पाइनल कट हुन्छ, त्यहाँदेखि यता करङ आएको हुन्छ नि, त्यो करङको चाहिँ गिदीहरू जस्तो टाइपको हुन्छ नि। लङ्स हुन्छ त्यहाँ, लङ्सहरू होइन, गिजी कट परेको हुन्छ नि, गिदी जस्तो त्योहरू हुन्छ नि, मलाई मनै पर्दैन। सुरज काका र लोकु दाजु आइन्दा जस्तो मासु नपठाइदिनु ल। म पनि दुई थालहरू खाएपछि मन पर्दैन त्यस्तो मासु। मलाई मासु घाँटी मनै पर्दैन। दामी लाग्यो आज।
अभिसा होला माम खाँदैछ अहिले गर्छु बाइक कि घरमा एक दिन बनाएर खानु है माथि बस्तीको कुखुरा काटेर भाइ खाने भाइले मन पराउनु त्यस्तो दुखिया भयो त बनाएर कोही के खाने कुरा गर्छ होइन हामी यस्तोहरू त्यो दुखिया म चाहिँ खाँदिनँ हाम्रो भाइ भयो अहिले त नलाउनु यो मेरो पेला हो मेरो थपेर खानु नि कहाँ मेरो पेलामा एट्याक गरेको सक्यो यो मेरोमा चाहिँ छानेर लगाएको हुन्छ जस्तो लाग्छ तपाईँलाई म ल्याइदिन्छु मान्छे बिहान पिउमा त छिमेकीकोमा के चल्दैछ नि सुनेको नि गफ लाउने बुटोहरू होइन बाँध्दै होइन अन्त अहिले भन्छु म डल्ले त कान चिरेर लगेर हौ अघि मनसाको कि मलाई खानु दिएको भन्दै थिएँ म त यो चाखाङसँग त के पकाउँ जस्तो भयो दुधसँग पनि दामी हुन्छ नि चाखाङ त मुन्टो गलेर मेरो दिनभरि तपाईँले उयो भन्ने बिर्सिनु भयो नि अघि के चाहिँ एक्सक्युज मी फर्स्ट बाइट खाएँ ल भन्ने अब फेमस छ नि त्यस्तो यस्तो गरेर खाएँ ल तपाईँ जिब्रो निकालेर खान्छ ढिँडो मात्रै हो चाखाङ भन्नु नि ढिँडोमा त कस्तो किन लाग्दैछ हुन्छ अब चाहिँ मलाई मजा सिकेको थिएँ कुलाको सुप जिब्रो निकालेर खानु होइन तर मैले आफैलाई सम्झेर कि मैले अहिले पनि त्यसरी खाँदैछु खाइएको हुन्छ म प्र्याक्टिस गर्छु म मुख गरेर खान्छु जाने गर्दिनँ सम्झिनु आफ्नो आफ्नो धुनमा चुप्पो लागेर खाइरहेको रहेछ तपाईँ के सोच्नु हुँदै थियो बुढोहरूको गफ सुन्दै थिएँ के भन्छ अब म पनि त्यही सुनिरहेको मार्छ अर्काको कुरा सुन्ने आम्मामा पिरो त त्यो सब तोडेर खाने होइन सब प्रयो माम चाहिँ रह्यो नि त पेलामा छैन हौ साथीभाइ डल्लेले चाहिँ यहाँ दिनु बत्तुलाई दिन्छु यहाँ दिनु बत्तुलाई माम दिन्छु कान चिरेर लगेँ पानी दिनु त मलाई खाइयो चाखाङ पनि मजाले मोटाएर लुगाहरू एउटा पनि हुनु छोड्यो अब डेजर्टमा के छ ल्याउ आउँछ खिरको पो याद आयो अब पन्जाब गएपछि रोटी फेरि अम्ला चाटेर खाइयो साथी हो ल है साथीहरू यो खाएको भिडियो चाहिँ अब हेरिदिनु होला त भन्नु होला नि